महासङ्घका प्रमुख राजी सम्मेलन सुरु पश्चिम समिति र उद्देश्य मित्र सहभागी साथीहरू र सबै निर्देशनालय र मन्त्रालयका कार्यालय सहयोगीहरू, चालकहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट र यो विधायक हुँदै गरेको मन्त्रालयको तर्फबाट र मेरो अन्तरात्मादेखि तपाईँहरूलाई चाहिँ नमन गर्न चाहन्छु। स्वीकार्नुहोस्। नमस्कार। मैले धेरै कुरा भन्नुपर्ने केही छैन। सबभन्दा पहिला त तपाईँहरूले जुन किसिमको मन्त्रालयमा प्रवेश गर्दाखेरिको स्टेसनमा एउटा महाशाखा प्रमुखबाट चाहिँ हामीले सञ्चालन गरेको यो अफिसमा जुन किसिमले चाहिँ सबै साथीभाइहरूले कार्यालय सहयोगी माथिको सचिवज्यूसँग र अन्य मन्त्रालयका सचिवहरू र मुख्य सचिवज्यू र मुख्यमन्त्रीज्यू मेरो नेता सबैले मलाई विश्वास र भरोसा गरेर जुन मन्त्रालयप्रति अरू मन्त्रालयका टीका टिप्पणी र हाम्रो मन्त्रालयको टीका टिप्पणीमा केही फरक अन्तर चाहिँ देखियो र त्यो फरक अन्तर सकारात्मक किसिमको देखिएको कारणले सबै कर्मचारी साथीहरूप्रति म आभार प्रकट गर्न चाहन्छु। किनकि तपाईँहरूले प्रशासनिक कुरामा चाहिँ केही नकारात्मक प्रभाव पर्ने खालका कामहरू गरेको भए सायद त्यस्ता खालका चाहिँ शब्दहरू हामीले सुन्ने अवसर पाउँदैन थियौँ होला। त्यस कारणले हामीले यो मन्त्रालय अन्तर्गत सबै साथीभाइहरू एउटा पारिवारिक सदस्यको हैसियतले बसेर मिलेर जुन किसिमको मन्त्रालयको गरिमा बढाउने खालको चाहिँ हाम्रो सकारात्मक सोचको मानसिक सोचको विकासले गर्दा आज मन्त्रालयको अवस्था यो अवस्थामा आइपुगेको छ। यसमा म तपाईँ सबैलाई चाहिँ उच्च सम्मानका साथ आभार प्रकट गर्न चाहन्छु। साथसाथै मन्त्रालयमा सचिवज्यू उपेन्द्र थापा, अमरप्रसाद नेउपाने, दिवाकर भण्डारी ज्यू लगायत अहिले हाम्रो श्रीमान सचिव आदरणीय सुशीला अर्यालज्यूसम्म